नमस्ते गाइज। आज म हजुरहरूलाई काठमाडौँको स्वयम्भू मन्दिर हैन देखाउन गइरहेको छु, घुमाउन गइरहेको छु। हेर्नुहोला, राम्रोसँग इन्जोय गर्नुहोला। सुरुमा म नयाँ बसबाट स्वयम्भूतर्फ लागेँ अनि त्यसपछि भर्खरै गेटबाट भित्र छिर्दैछु। यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले सट्ट गौतम बुद्धहरूको मूर्ति, बुद्धको धेरै मूर्ति छ। यहाँ सबैतिर मूर्ति छ। के को मूर्ति त्यसलाई मलाई थाहा भएन, तर यहाँ भित्र चाहिँ यो घुमाउनेले के भन्छ साथीहरू, यो भित्र सबैले घुमाउँदो रहेछ। यसको नाम मलाई पनि आएन। अब देख्न त पहिला पनि देखेको हो, तर नाम मलाई थाहा भएन। अनि यहाँ हेर्नु, पुरा बाँदरहरू बच्चाहरू पुरा मस्ती गर्दैछन्। परेवाहरू पनि सबै एक ठाउँमा मिलिजुली भनौँ न आफ्नो आहारा खाँदैछन्। बाँदर पनि कति राम्रो क्युटी बच्चा हेर्नु, पुरा सानो भाँडामाथि खेलिरहेको छ। यहाँ बाँदरहरू पुरा बनाउँदै खाँदैछ आफ्नै तालमा। यिनीहरूलाई चिल छ हुन त। अब राम्रोसँग खान त पाएन, तर पनि यो रमाइलो छ भनौँ न। दुःख त छ उनीहरूलाई पनि, दुःख सबैलाई हुन्छ संसारमा जन्मेपछि। सबैजना मान्छेहरू यहाँ यो संसारमा जन्मेपछि मर्नै पर्छ। तर रहेको कुरो अब अहिले चाहिँ यो संसार चाहिँ अलिक बढी स्वार्थी भएको जस्तो म अहिले फिल गरिरहेको छु होइन। सबै मान्छे आफ्नै तालमा छन्, आफ्नै दुनियाँमा छन्, व्यस्त छन्। साथी सङ्गी, आफ्नो इष्टमित्र भन्ने कुरो सबै बिर्सेर गएका छन्। अनि त्यसपछि अलिक गाह्रो छ मलाई पनि हेर्नु। म त्यस्तो ह्यान्डसम त छैन, अझै हेर्नुहोस् मेरो पछाडिपट्टि पुरा बुद्धको मूर्तिहरू कति राम्रो छ, धेरै राम्रो छ। सर र मेरो पछाडिको ब्याकग्राउन्ड पनि देखाउँदैछु हजुरहरूलाई। त्यसपछि अब म बिस्तारै स्लो मोसनमा अब चाहिँ भित्रतिर लाग्दैछु है त। हेर्नु होला हजुरहरूले। अब एकछिनपछि म भित्र लाग्छु। भित्र लागेपछि यो भित्र माथि मन्दिरमा जाने बाटो हो। म चाहिँ हिँडेर गएको थिएँ, त्यही भएर यसो बाटोमा जाँदैछु। सबै मानिसहरू आफ्नो बिजनेस गर्नको लागि तयारी गर्दैछन्। अनि माथिबाट मान्छेहरू तल झर्दैछन्। एक फरेनर पनि आएका रहेछन्, विदेशीहरू आएर केही सामान उनीहरूलाई मन पऱ्यो होला, डिल गर्दैछन्, हेर्दैछन्। म चाहिँ आफ्नै सुरमा आफ्नै तालमा हिँड्दैछु, उकालो चढ्दैछु। हेर्नु न उतातिर कति राम्रो भ्यू पनि छ, कति राम्रो है। उकाली ओह्राली गर्दै आँखाभरि रहर भर्दै आँधीबेरीसँग लड्दै खोला नदी सागर तर्दै। त्यो देखेको छ नि माथि डाँडामा त्यो मन्दिर, मेन स्वयम्भूको मन्दिर चाहिँ त्यहाँ हो। म त्यहाँ हेर्नु त बाटोमा बाँदरहरू पुरा लाइन लागेर पुरा उनीहरूको होइन सैनिकलाई एकट्ठा गरेर जाँदैछन्, बाटो हिँड्दैछन्। धेरै छ यहाँ, बसी पर्छ नि, राम्रो ठाउँ छ। टक्क आउनु होला, यसो मिलाएर टाकटुक पारेर घुम्नु होला होइन। अनि त्यसपछि टक्क म पनि यसो टाकटुक पारेर ल पछाडि हेर्नु त। त्यो पारी डाँडालाई कुहिरोले ढाकेको भन्ने गीत जस्तै यहाँ हेर्नु, टक्क परको डाँडाहरूलाई हेर्नु कुहिरोले कस्तो मजाले ढाकेको छ। कस्तो मन्द पानी पनि परेको छ। आज पानी पनि परेको थियो, हेर्नु न, सानो मसिनो पानी परेर टन्नै पानी परेर एकछिन चाहिँ म ओतमा बसेँ। यहाँ पुरा पानी परेर सबै ठाउँ भिज्यो। पानीले गर्दाखेरि धेरै मानिसहरू त्यति भनौँ न राम्रोसँग यहाँ हिँडडुल घुम्न सकेका छैनन्। मान्छेहरू सबै ओतमा बसिरहेका छन्। म चाहिँ यसो हल्का फुल्का यसो हजुरहरूलाई सिन देखाउनुलाई टक्क होइन। तर केही छैन, हेर्नु होला, यसो मन पऱ्यो हेर्नु होला। अब तपाईँहरूले राम्रो भ्यूहरू देख्नु नै हुन्छ, तर पनि मैले एउटा आफ्नो तर्फबाट देखाउने कोसिस गरेँ। हेर्नु त काठमाडौँ सहर कति रमाइलो छ। ओहो नि त, झिलिमिली काठमाडौँ सहर, मायामा फसाउँछु मायाले होस् गर। म त फेरि गीत त फेरि
बनाइदिइहाल्छु नि टाकटुक पारेर हेर्ने बित्तिकै, त्यही भएर गाइदिइहालेको होइन गीत। अब ल अब चाहिँ यति भन्दै बिदा हुन चाहन्छु। अब चाहिँ यति भन्दै हजुरहरूबाट बिदा हुन चाहन्छु होइन। हजुरहरूले हेरेर सब्सक्राइब इन्जोय गर्नु होला।